धेरैजसो मान्छे 40 काटेपछि यी 5 कुरालाई लिएर रिग्रेट गर्छन्। नम्बर 1, आफ्नो स्वास्थ्यलाई समयमै ख्याल नगर्नु। जवान हुँदा हामीलाई लाग्छ मलाई त केही हुँदैन, रातभर नसुत्नु, जङ्क फुड खानु, कसरत नगर्नु सबै नर्मल लाग्छ। तर 40 पछि जब शरीरले साथ छोड्न थाल्छ, तब जवानीमा कमाएको धेरै पैसा औषधिमा सकिन्छ र त्यतिबेला बिग्रिएको स्वास्थ्य फेरि बनाउनु एकदमै गाह्रो हुन्छ। नम्बर 2, समाजले वा अरूले के भन्ला, के सोच्ला भन्ने डरले जिन्दगी जिउनु। अरूले के सोच्ला भन्ने डरले हामी मन परेको करियर छोड्छौं, मन नपरेको सम्बन्ध निभाउँछौं। तर 40 पुगेपछि थाहा हुन्छ ती समाजका मान्छेहरू त कोही रहेनछन्। अरूलाई इम्प्रेस पार्ने दौडमा आफू के चाहन्छु भन्ने कुरा नै बिर्सिन्छौं। आधी जिन्दगी सकेपछि मात्र महसुस हुन्छ आफ्नो लागि जिन्दगी जिउनु पर्ने रहेछ। नम्बर 3, परिवारलाई पर्याप्त समय नदिनु। अहिले हामीलाई साथीभाइ, काम, पैसा, मोबाइल सबै संसार लाग्छ। भोलि समय निकाल्छु भन्दै टार्दै जाँदा बुवा आमाको उमेर र दाजुभाइ दिदीबहिनीको साथ कहिले छुट्छ पत्तै हुँदैन। जब फुर्सद हुन्छ तब बोल्ने मान्छे नहुन सक्छन्। नम्बर 4, देखावटी, शो अफका लागि खर्च गर्नु र भविष्यका लागि बचत नगर्नु। सोशल मिडियामा धनी देखिन ऋण गरेर महँगो फोन, बाइक वा लुगा त किनौला, तर 40 पछि तपाईको इज्जत तपाईको ब्रान्डले होइन, तपाईको ब्याङ्क ब्यालेन्स र सिक्युरिटीले दिन्छ। नम्बर 5, घमण्ड र रिसले नजिकका साथीभाइ वा नाता गुमाउनु। सानो झगडा पर्दा साथीभाइलाई ब्लक गर्न वा सम्बन्ध तोड्न जति सजिलो छ नि, 40 पछि एउटा मन मिल्ने साथी कमाउन त्यति नै गाह्रो हुन्छ। जीवन छोटो छ। यदि यी गल्तीहरू गर्दै हुनुहुन्छ भने सुधार्ने समय आजै हो। 40 पछि सम्झिएर पश्चातापमा बाँच्नुभन्दा अहिले नै सुधारेर एउटा राम्रो जिन्दगी जिउनु बुद्धिमानी हो।